हेलो गाइस, र बटम मसरुम चाहिँ बाजेको फेभरेट हो नि त। अन्त म चाहिँ बनाउँदैछु आलु र मसरुमको मसला। त्यो चाहिँ मेरो स्टाइलमा हो। अनि प्याजलाई पहिला चप गर्ने हैन, आलुहरू सबै काटेको छु। अनि यो मसरुमलाई पनि दुईटा पिस गर्दै ठुलोलाई चाहिँ चारवटा बनाउने। अनि यसरी चाहिँ काट्दाखेरि चाहिँ मेरो चाहिँ आँसु आयो क्या, यो प्याजले गर्दा यति साह्रो म चाहिँ सेन्सिटिभ छु क्या, यो आँसु आइहाल्छ मलाई। प्यानमा ओइल लगाएर चाहिँ मसरुमलाई लगाउने, अन्त यसलाई एकछिन मजाले भुट्ने हैन। त्यहाँबाट चाहिँ यसको मसला प्रिपेयर गर्नुपर्छ। सबै मसलाहरू लगाएर धनियाँ जिरा हैन, मिक्स्ड मसला छ। अन्त हल्दी र रातो खोर्सानी त्यति खाली छ। 5 फरन प्याज र लसुन अदुवा लगाएर चाहिँ यसलाई मजाले भुट्ने। त्यहाँबाट एकछिन भुटेपछि मसला लगाइदिने। मसला लगाएपछि एकछिनमा टमाटो लगाउने। यसलाई चाहिँ मजाले पकाउनुपर्छ, टमाटो र मसलालाई हैन छोपेर पानी हाल्दै एकछिन पकाउने। त्यहाँबाट नुन लगाएपछि आलुलाई पनि लगाइदिने। आलु पाक्नु अलिक टाइम लाग्छ हैन, त्यस्तो हुन्छ। बादमा पाकेपछि चाहिँ त्यहाँबाट मैले मसरुम लगाइदिएको छु। ल अब हाम्रो यो मसला एकदमै रेडी भइसक्नु आँटेको छ है। धनियाँ लगाएपछि माथिबाट हल्का अलिभ ओइल लगाएको छु। हेर्नुहोस् त, ल यस्तो भएको छ। अब चाहिँ म सर्भ गर्दैछु है, बाजेलाई पनि ल्याएँ। अनि बाजे र म चाहिँ यस्तो मजा आयो नि खानु, यस्तो मिठो भएको थियो गाइजहरू। र मैले ढाँटेको चाहिँ होइन, तपाईँले यस्तो बनाउनुहोस् अनि खानुहोस्। र तपाईँहरूलाई कस्तो के लाग्यो है कमेन्ट गरेर भन्नुहोला। अनि बाजेले पनि एकदमै मजाले खायो, साँच्ची भनेको मिठो 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 भएको थियो। See you next vlog. Thank you so much for your love and support. Take care. Bye bye.